नमस्कार। म एउटा किताब पढ्दैछु अहिले। यो किताब चाहिँ हाउ टु रिटायर भन्ने किताब हो। म अलिकति यो किताबमा मैले जानेको एउटा महत्त्वपूर्ण कुरा यहाँहरूलाई सेयर गर्नु गइरहेको छु। यो किताब चाहिँ नि एउटा अमेरिकी राइटर क्रिस्टिन बेन्जले लेख्नु भएको हो। अनि यो किताब तयार गर्दा कसरी लेख्नु भएको छ भने उहाँले चाहिँ विभिन्न विज्ञहरूसँग अन्तर्वार्ता लिए जस्तो गरेर कन्भर्सेसनको रूपमा यो किताब लेखिएको छ। र यसमा धेरै कुराहरू चाहिँ अमेरिकी सन्दर्भमा लेखिएको छ। जस्तो उदाहरणको लागि अब इन्सुरेन्स कुन एजमा क्लेम गर्ने हैन। अनि यसमा धेरै जस्तो परिकल्पना के गरिएको छ भने मान्छे 80 देखि 90 वर्ष बाँच्ने बेलाको कुराहरू गरिएको छ। जुन यसमा एउटा महत्त्वपूर्ण कुरा के लेखिएको रहेछ भने यो पेज नम्बर 75 मा चाहिँ नि के लेखिएको छ भन्दाखेरि उहाँले एकजना क्रिस्टिन जो अथर हुनुहुन्छ यसको लेखिका, उहाँले चाहिँ नि एकजना डेभिड भन्ने व्यक्तिसँग अन्तर्वार्ता लिँदै गर्दाखेरि उहाँको कलिग हुनुहुँदो रहेछ डेभिड। र उहाँसँग अन्तर्वार्ता लिँदाखेरि उहाँले के प्रश्न सोध्नु भएको छ भने इट सिम्स लाइक अ लट अफ पिपल ह्याभ दिस tacit assumptions that they want to leave a big chunk of money to their kids. Kids may say they don't care. So should they have that conversation with their kids to find out? भनेर सोध्नु भएको छ उहाँले। यसको अर्थ के भने नेपाली परिप्रेक्ष्यमा साह्रै सान्दर्भिक लाग्छ मलाई। अधिकांश समय हामी चाहिँ नि सेभिङ्समा फोकस गर्छौँ, काम गर्छौँ, सम्पत्ति जम्मा गर्छौँ, ब्याङ्क ब्यालेन्स बढाउँदै जान्छौँ। र यसको एउटा महत्त्वपूर्ण लक्ष्य हाम्रो के हुन्छ भने हामीले यो सम्पत्ति यो हाम्रो ब्याङ्क ब्यालेन्स सबै चाहिँ नि हाम्रो अर्को पुस्तामा हस्तान्तरण गरेर हामी हाम्रो अर्को पुस्तालाई हस्तान्तरण गर्न पाऊँ भन्ने हुन्छ। र उहाँले सोध्नु भएको छ के अब यो रिटायर हुने मान्छेले यसरी सोची मात्र राखेर बस्ने कि यो चाहिँ आफ्नो चाहिँ बच्चाहरूसँग पनि सल्लाह गर्ने त, के साँच्चीकै उनीहरूलाई चाहिन्छ त भन्ने कुराहरू। अब यता कता अहिले हाम्रो समाजमा पनि हामी सुन्दै आएको छौँ, विशेष गरेर बालबच्चाहरू चाहिँ विदेशी नै क्रम पढ्दै गएको हुँदाखेरि बच्चाहरूलाई के साँच्चै हाम्रो सम्पत्ति चाहिन्छ त भन्ने कुरा पनि गर्दैछौँ। तर यसमा चाहिँ नि डेभिडले कति मजाले यसको जवाब दिनुभएको छ भने जुन मलाई साह्रै रोचक लाग्यो र सान्दर्भिक पनि लाग्यो। उहाँले के भन्नुभएको छ भने अब यो बच्चासँग कुरा गर्ने भन्दा पनि जो मान्छे रिटायर हुँदैछ उसैले सोच्ने कुरा हो हैन। यो इट्स बेटर टु गिभ विथ द वार्म हार्ट देन विथ द कोल्ड हार्ट हैन। भन्नुको अर्थ के भने यदि दिनु छ भने तिमी जिउँदै हुँदा देऊ हैन। मरेपछि दिने कुरा चाहिँ नि त्यसले त्यति तिम्रो जीवनमा त्यति तात्विक भिन्नता ल्याउँदैन। मरेपछि त अब के बच्चाले लिन्छ लिँदैन, सदुपयोग गर्छ गर्दैनसँग मतलब भएन। तिमी जिउँदै हुँदाखेरि दियो, तिमी रिटायरमेन्ट हुँदा अथवा रिटायरमेन्ट नजिक जाँदाखेरि दियो भने त्यसले तिमीलाई बढी खुसी बनाउँछ, तिम्रो रिटायरमेन्टको लाइफ चाहिँ नि अझ राम्रोसँग बिताउनलाई मद्दत गर्छ भन्ने कुरा यसमा लेखिएको छ। र हामी पनि एकचोटि सोचौँ हैन, यदि हामीले जम्मा गरेर राखेको सम्पत्ति नगद हाम्रा बच्चा बच्चीलाई का इच्छाको लागि खर्चिने हैन गर्दै गर्दाखेरि त्यसले आफूलाई पनि खुसी बनाउँछ अवश्य पनि। र हामीलाई हाम्रो रिटायरमेन्ट को एजमा पनि अलिकति आत्मसन्तुष्टि साथसाथै केटाकेटीसँगको सामिप्यता पनि यसले बढाउनमा अवश्य मद्दत पुग्छ। र अल्टिमेटली हामीले यो बच्चाको लागि खर्च गरेको, बच्चालाई दिएको भन्दा पनि त्यो चाहिँ आफ्नै लागि दिएको जस्तो हुन जान्छ। त्यसैले मलाई चाहिँ यो कुरा साह्रै रोचक लागेको हुनाले मैले यो कुरा यहाँहरू समक्ष राखेँ। र म अझै पनि यो पुस्तक पढ्दैछु र यस्तै कुनै रोचक चिजहरू
यसमा भेटियो भने म क्रमैसँग यहाँहरू समक्ष राख्दै जानेछु। कृपया यहाँहरूलाई यो सन्देश कस्तो लाग्यो, यहाँहरूको अरू केही जिज्ञासा यसैसँग सम्बन्धित छ भने कृपया कमेन्टमा लेख्नुहोला। म अवश्य पनि यहाँहरूलाई आफूले जानेको कुराहरू यो किताबसँग सम्बन्धित अथवा मैले जानेका भोगेका कुराहरू बाट यहाँहरूलाई म अवश्य यहाँहरूको प्रश्नको दिने नै छु। यति जेलसम्म हेरिदिनु भयो, धन्यवाद।